Okay, today we conduct the picnic program of our schools, Prithvi Secondary English Department Schools. Then how we enjoy in rural areas. यो रुरल एरियाहरूमा हामीले कसरी इन्जोय गर्छौँ त पिकनिकलाई हेर्दै जानुहोस् है। हामी यो पिकनिकमा धेरै गेमहरू खेलेका छौँ। हामीले बच्चाहरूलाई धेरै कुरा सिकाउन समथिङ इज मिसिङ, कहीँ कतै त्यो नछुटाउँ भन्दा पनि छुटिरहेको छ, कतै नछुटे पनि हामीले त्यसलाई म्यानेज गरेका छौँ र यो पिकनिकमा जेसँग बच्चाहरू रमाइरहेछन्। आई थिङ्क दे इन्जोय। यहाँनिर चाहिँ हामी लडिरहेछौँ आगो बाल्छौँ भनेर। लड्नु मतलब वी जस्ट इन्जोय इट। हामी पनि इन्जोय गऱ्यौँ र हाम्रो बच्चाहरू पनि, हाम्रो बच्चा अथवा विद्यार्थीहरू पनि इन्जोय गर्नुभयो। हामीले धेरै गेमहरू यसमा मेन्सन गर्ने प्रयास गरेका थियौँ। वी ह्याभ टु आवर ओन गेम अल्सो, टिचर्स गेम्स, that is the balloon blast, not balloon, whatever we say about that. तर हामीले त्यो राखेका थियौँ, हामीले गऱ्यौँ। अनि हामीले चाहिँ बच्चाहरूलाई नाच र गाउन पठायौँ र कोही बच्चाहरूलाई हामीलाई हेल्प गर्नलाई बोलायौँ। गाउँघरमा अथवा रुरल एरियाहरूमा प्रायः जसो पिकनिकहरू यस्तै पनि मनाउने गरिन्छ। क्लास वाइज बच्चाहरू नाच्ने गरेर थियौँ त्यति बेला। जे होस्, उहाँहरू खुसी हुनुभयो। अनि पिकनिक भनेको एउटा सोसलाइज पनि हुन्छ। बच्चाहरू आफूभन्दा ठुलो क्लासको दाइ दिदीसँग बोल्न सक्नुहुन्छ, सानो क्लासको आफूभन्दा सानो क्लासकोसँग पनि बोल्न सक्ने हुन्छन्, अथवा हेल्प गर्ने कुरामा कसरी हेल्प गर्ने, के गर्ने भन्ने कुरा जान्न सक्छन्। सोसलाइज पनि हुने अनि एउटा हामीले बिस्कुट पकेटमा राखेर त्यो आफ्नो फेसको स्किनलाई चलाएर मुखमा त्यो दिन चाहिँ 2-4जनाले गरेको थियो। धेरै इन्ट्रेस्टिङ भयो त्यो 2-4जनाले गरेको चाहिँ। कुनैको भने हामीले टिका लगाएको थियौँ नि त जाने बेला, अनि त्यो टिकामा टाँसेको भएको थियो। त्यो उहाँको त्यस्तो भएको थियो। ल अब सुरु गर। अब चप्केको छैन। त्यस्तै भइरहेछ अझै पनि। सो लास्टमा चाहिँ जनतन उहाँले तल टिचरले पनि हेल्प गर्नुभयो। अनि उहाँले खाना त सफल हुनु भएन, तर एकचोटि झऱ्यो। झर्दै ल ओके आयुष। फेरि हामीले क्लास 8 र क्लास 8 र 7लाई एकैचोटि गरायौँ। यहाँ चाहिँ दुईजना बच्चाले अथवा 2जनाले खानुभएको थियो। उहाँ चाहिँ दिदी र भाइ हो। उहाँले चाहिँ दिदीले चाहिँ खान सफल हुनु भएन, भाइले चाहिँ खानुभएको थियो। He do well. Hello, everybody encourage her with a big applause. Let's go.
अरू बोल्यो भने जानु हुन्छ है उसलाई ल बिस्कुटको कुरा छ क्या बिस्कुटको उहाँले चाहिँ प्रयास गर्दा गर्दै झऱ्यो लास्टमा चाहिँ भुइँमै झऱ्यो मुखमा खान सक्नु भएन अनि त्यसपछि हामीले क्लास I think they are class 4 and they are class 5 and 6 like गरायो 5 र 6 बाट त दुई चारजनाले जे होस् यो गेम पनि असाध्यै रमाइलो हुने रहेछ क्या अब रुरल एरियामा यस्तै हो एउटा चौरमा गयो एउटा पर्टिकुलर दिएको प्रधान जस्तै हुन्छ त्यो अनि यो चाहिँ यो के अरे पिकनिक स्पोट चाहिँ दामी छ कि यहाँ पानीको असुविधा पनि छैन सुविधा छ अनि यो चाहिँ क्लास 6 कै एउटा बच्चा हो उसले चाहिँ प्रयास गरिरहेको थियो आई थिङ्क अलमोस्ट सी प्र्याक्टिस 3-4 minutes after practice she finished she done also and see that biscuits also look at here his biscuit is placed on forehead and he also done he also eat that monies उसले पनि खायो अनि त्यसपछि very good let's come on उहाँले पनि खानुभएको थियो that's fun आँखाले फाल्दैन बिस्किट खाल गर okay nice very good Anjana सो हामीले त्यो गेम सकिसकेपछि एकछिन डान्स गर्यौँ त्यसपछि हामीले बच्चाहरूलाई खाजा खान दियौँ ए भुजा हो हुन्छ ल अनि त्यसपछि अनुस पण्डित फेरि एक्लै गरेर बस्नु भएको छ उता भुजा अनि यता पनि होइन पर्जिन खान त खाइस् नि खोइ भयो यो खाना खाइसकेपछि खाजा खाइसकेपछि कसो गरे अर्को फेरि रमाउन थाल्यो सन्ना सिगार पनि आछ खाना पनि परेछ होइन गाह्रो छ ल कस्तो छ गाईजहरू मासु राम्रो छ नि राम्रो त कालो कालो रहेछ तर मिठो चाहिँ मिठो होला होइन हाम्रो ब्युटिफुल लेडिजहरू फेरि यता लजाउँदै हजुर ओके माई बच्चाहरूलाई गाली पानी
हामी के खाँदैछौँ? जसले हतारिन्छ ब्यालेन्स खसाल्छ अनि कम्पिटिसनमा केही पनि हुँदैन। हतारिन चाहिँ होइन है। जसले विवेकपूर्ण तरिकाले काम गर्छ नि त्यसपछि के गर्यौँ फर्क्यौँ। Thank you very much. Congratulations. For watching. Bye bye.